मनमा सकारात्मक विचारहरू ल्याउने सबैभन्दा उत्तम तरिकाहरू दैनिक जीवनमा साना तर नियमित अभ्यासहरूबाट सुरु हुन्छन्। किनकि यो कुनै जादु होइन, बरु वैज्ञानिक रूपमा प्रमाणित सिप हो जसले तनाव घटाउँछ, खुशी बढाउँछ र समग्र जीवनलाई उज्यालो बनाउँछ। सर्वप्रथम कृतज्ञताको अभ्यास अपनाउनुहोस्। हरेक बिहान वा राति 3-5 वटा कुरा लेख्नुहोस् जसको लागि तपाईँ साँच्चै आभारी हुनुहुन्छ, जस्तै परिवारको माया, स्वास्थ्य वा सानो खुशीका क्षणहरू, जसले दिमागलाई नकारात्मकताबाट सकारात्मकतातर्फ मोडिदिन्छ। दोस्रो, सकारात्मक आत्मकथनहरू दोहोर्याउनुहोस्। बिहान ऐना अगाडि उभिएर आफैलाई भन्नुहोस्, म सक्षम छु, आज राम्रो दिन हुनेछ, म खुशी र शान्त छु। यस्ता वाक्यहरूले बिस्तारै गहिरो विश्वास जगाउँछन्। तेस्रो, दैनिक 5-10 मिनट ध्यान वा गहिरो सासको अभ्यास गर्नुहोस्, जसले मनलाई शान्त बनाई नकारात्मक विचारहरूलाई टाढा धकेल्छ। चौथो, नियमित शारीरिक व्यायाम गर्नुहोस्। बिहानको पैदल हिँडाइ, योग वा दौडले एन्डोर्फिन हर्मोन निकाल्छ, जसले स्वतः खुशी र उत्साह ल्याउँछ। पाँचौं, सकारात्मक मानिसहरूको सङ्गत बढाउनुहोस्। प्रेरणादायी किताब पढ्नुहोस् वा पोडकास्ट सुन्नुहोस् र नकारात्मक कुरा गर्नेहरूबाट दूरी बनाउनुहोस्। जब नकारात्मक विचार आउँछ, तब त्यसलाई स्वीकार गर्नुहोस्, तर अड्कनुहुन्न। यो केवल एउटा विचार हो, सत्य होइन भनेर छोडिदिनुहोस् र पुरस्कारको रूपमा सानो खुशीको काम गर्नुहोस्। याद राख्नुहोस्, सकारात्मक सोच मांसपेशी जस्तै हो। जति नियमित अभ्यास गर्नुहुन्छ, त्यति नै बलियो बन्दै जान्छ र केही हप्तामै तपाईँको मन खुशी, शान्ति र आशाले भरिएको महसुस हुनेछ। सुरु गर्नुहोस् आजैबाट।